सम्पूर्णमा नमस्कार। आज मैले लिएर आएको छु हिमाली शिलाजित। सायदै कमलाई मात्रै थाहा छ कि शिलाजित कस्तो हुन्छ, कुन ओरिजिनल कुन डुप्लिकेट। तर शिलाजितको नाम नसुनेको लगभग नेपाली नै हुनुहुन्न होला। ल हेर्नुहोस् यो शिलाजित। जब चैत वैशाखको गर्मीमा तातो किरण, घामको किरण गएर चट्टानमा, हिमालको चट्टानमा गएर ठोकिन पुग्छ। त्यसपछि त्यो चट्टान तातिएर त्यसबाट निस्किने, त्यस चट्टानबाट निस्किने तरल पदार्थ, कालो लेदो पदार्थलाई शिलाजित भनिन्छ। र तपाईले देख्दै हुनुहुन्छ त्यसमा त्यो सेतो सेतो फुस्रो फुस्रो किसिमको त्यो कलर पनि, अर्को कलर पनि देख्नु भएको छ। त्यो भुइँमा खसेको यो चिज अत्यधिक मात्रामा बाँदरहरूले रुचाउने भएको भएर बाँदरहरूले खान जाँदाखेरि आफ्नो त्यो भुइँमा खसिसकेपछि बाँदरले नि खाने भएको हुनाले त्यसमा तपाईको आफ्नो बाँदरको त्यो मल मिसिएको पनि हुन्छ, कतिमा अब ढुङ्गा माटो मिसिएको पनि हुन्छ। तर हामीले चाहिँ यसलाई चाहिँ शोधन गरेर, ल हेर्नुहोस् यसरी निकालेका छौँ शोधन गरेर। र शोधन गरिसकेपछि यसलाई शोधन गर्नका निम्ति अब हाम्रो धेरै प्रक्रिया हुन्छ। र त्यो प्रक्रिया पुरा भइसकेपछि निस्किने यो किसिमको देख्नुभएको छ, यो तन्किएको यो किसिमको पोखियो अलिकति, यो किसिमको तरल पदार्थलाई, लेदो पदार्थलाई शिलाजित भनिन्छ। शिलाजित तन्कियो भन्दैमा, कालो भयो भन्दैमा शिलाजित जो हो भन्ने पनि हुँदैन। शिलाजितलाई धेरैले ओरिजिनल शिलाजित भन्दै मार्केटमा धेरैले बेच्दै हुनुहुन्छ र धेरैले स्क्याम गर्नुहुन्छ शिलाजित मार्फतबाट। त्यो चाहिँ धेरै नझुक्किनु होला। र शिलाजित ल हेर्नुहोस् यस्तो किसिमको शिलाजित। यो मैले प्लास्टिकमा राखेको थिएँ, त्यस कारणले गर्दाखेरि यो गर्मीमा, चैत वैशाखको गर्मीमा भनिहालेँ मैले, यो धेरै पग्लिन्छ। पग्लेको कारणले गर्दा प्लास्टिकमा चप्केकै धेरै खेर जाने भएको हुनाले मैले यसरी छुट्याउँदैछु। धेरै महँगो पनि महँगै लिएको हुन्छ हामीले यो। त्यसो हुनाले यसलाई चप्किनबाट, चप्किएको जति पनि छ त्यसबाट निकालेर छुट्याइएको छ। ल हेर्नुहोस् अब यो प्लास्टिक पनि छुट्याएको छु। ल हेर्नुहोस् यो किसिमको। र अरू पनि छ, तपाईहरुलाई अरू पनि देखाउँछु। यो चाहिँ डब्बामा राखिएको थियो। डब्बामा राख्दाखेरि डब्बामा चप्किएर यसरी छुट्याएको छु मैले। शिलाजित। यदि कसैलाई पनि शिलाजित चाहियो भने सम्पर्क गर्न सक्नुहुन्छ। ल हेर्नुहोस् साथीहरु, शिलाजित। यो शिलाजितको जहाँ चाहिँ अथवा सम्म भागमा या पहाडी भागमा पनि भेटिँदैन, यो हिमाली भागमै यो पाउने। घर पनि ठुला ठुला चट्टानमा, ठुला चट्टानमा पाउँछ यो चिज। ल हेर्नुहोस् यो खोल्दैछु मैले। यसमा यसलाई नचप्कियोस् भन्नका लागि हामीले यसमा तेल पनि लगाएर राखेका हुन्छौँ। शुद्ध तोरीको तेल। शुद्ध तोरीको तेल लेप गरेर राखियो भने यो चाहिँ प्लास्टिकमा नचप्किने अनि भाँडामा नचप्किने त्यस्तो हुन्छ। त्यसो हुनाले यसरी प्लास्टिकमा राखिएको छ। साथीहरु, एक नम्बर शिलाजित यसलाई भनिन्छ। यसलाई चाहिँ जुन मैले सुरुमा देखाएको थिएँ त्यसबाट तपाईँ माटो, मलजल के थियो त्यसमा फोहोर जति सबै शोधन गरेर, प्रशोधित गरेर त्यसलाई चाहिँ छानेर यो निकालेको छ। ल हेर्नुहोस्, ल हेर्नुहोस् यो चाहिँ मेरो जडीबुटी औषधि पसल हो। त्यसो हुनाले मैले चाहिँ जडीबुटी औषधि पसलमै यो चिज देखाएको छु तपाईहरुलाई। ल हेर्नुहोस्। र हातमा नचप्कियोस् भन्नका लागि सधैँ तपाईहरुले यसलाई तोरीको तेलमा राख्नुपर्छ। र यसको फाइदा भन्नुपर्दा तपाईलाई कसैलाई हाड जोड्नेको समस्या हुन्छ, कसैलाई हड्डी खिएको हुन्छ, कसैलाई चिसो भएर घुँडा सुन्निने, हातखुट्टा सुन्निने हुन्छ भने, अथवा कसैलाई पेट दुखिरहेको हुन्छ, गानो गएको हुन्छ, ग्यास्ट्रिक भएको हुन्छ भने, र कसैलाई ढाड कम्मर दुख्ने हुन्छ भने यसलाई चाहिँ तातो पानीमा प्रत्येक दिन तातो पानीमा 3 देखि 5 ग्रामको दरले यदि कसैले पनि घोलेर सेवन गर्नुहुन्छ बिहान बेलुका भने बिग्रिन्न। 1 महिना 2 महिना जति सेवन गर्नुभयो भने पूर्ण रूपमा
त्यो रोगबाट छुटकारा मिल्छ। मन परेको यदि कसैलाई प्रेसर हाई छ भने त्यसमा चाहिँ अलि सावधानी अपनाउनु पर्छ। प्रेसर हाईलाई धेरै गर्मी गराउँछ र अलिक कम मात्रामा दिनको एक टाइम मात्रै खान सक्नुहुन्छ शरीर गर्मी मिलाएर। र यसको लागि चाहिँ तपाईँले आयुर्वेदिक विशेषज्ञसँग सल्लाह लिएर सेवन गर्न सक्नुहुन्छ। ल हेर्नुहोस्। र अर्को कुरा, छोरा मान्छेमा हुने कमजोरी, शारीरिक सम्बन्ध राख्न नसक्नेदेखि लिएर हरेक किसिमको कमजोरी छ भने पनि शिलाजितलाई प्रत्येक दिन दिनको 2 टाइम दुधमा राखेर खाने गर्नुभयो भने मेडिसिनले जस्तो तपाईँको 10 मिनटमा 5 मिनटमा अथवा 1 घन्टामा त्यसरी काम गर्दैन। तर 15-20 दिन 1 महिना खानु यसले चाहिँ त्यो समस्याबाट पनि पूर्ण रूपमा छुटकारा दिन्छ र यसले शुक्रकृतमा पनि वृद्धि ल्याउँछ। कतिलाई बालबच्चा हुँदैन शुक्रकृतमा कमी भएर, त्यो समस्यालाई पनि यसले जरैदेखि निराकार र बालबच्चा नहुनेलाई पनि धेरै राम्रो गर्छ यसले। बालबच्चाको लगभग सम्भावना धेरै नै हुन्छ, राम्रो हुन्छ यसले। यो चाहिँ नियमित रूपमा 5 ग्रामको हिसाबले खानुपर्छ त्यस्ता व्यक्तिले। र शिलाजित फेरि जहाँ तै जो तैले बेच्यो भन्दैमा झ्याट्ट विश्वास पनि नगरिहाल्नु होला। शिलाजितबाट स्क्याम गर्ने हाम्रो देशमा धेरै नेपाली हुनुहुन्छ। तोरीको तेल लाउन बिर्सेथेँ, त्यही भएर यो तोरीको तेल नलाएको भएर भाँडामा मैले सोचेँ अब शिलाजितमै भएको तेलले गर्छ। शिलाजित तेल नलाएको भएर शिलाजित पूर्ण रूपमा चप्किसकेको छ। ल हेर्नुहोस्। र पेट सम्बन्धी खाँदाखेरि दुधमा नखानु होला। र जति पनि शुक्रकृतको समस्या, शारीरिक सम्बन्ध राख्न नसक्ने समस्या यी छ भने दुधमा खानु होला। र त्यो बाहेकको सम्पूर्ण समस्यामा तातो पानीमा खानुपर्छ। यसलाई तातो पानीमा 5 ग्राम 3 देखि 5 ग्राम यति मात्रामा खानु भने तपाईँहरूलाई पूर्ण रूपमा सधैँको लागि हरेक रोगबाट, नसा सम्बन्धीदेखि लिएर पेट सम्बन्धीदेखि लिएर शुक्रकृत सम्बन्धीदेखि लिएर सम्पूर्ण रोगबाट पूर्ण रूपमा छुटकारा पाउनुहुनेछ। धन्यवाद। यस्तै न्युजको लागि अथवा समाचारको लागि, भिडियोका लागि फेरि पनि सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनु, कमेन्ट गरिदिनुहोस्। सुझाव सल्लाहको लागि आशा गर्नेछौँ। धन्यवाद।